एक टेम्पो हेर्दै बस्छु। हामी हात्ती सापको यात्रा छ है। हाम्रो चाहिँ हातमा जाँदैछौँ हामी साइना र म। यसो टेम्पोमा जाउँ भनेर चाहिँ टेम्पो परेको, टेम्पो नै आएन। पर्खिरहेको छौँ। यो चाहिँ एउटा सानो होटल हो। कमल खत्रीहरू आइरहेछ, त्यस्तै भइरहेछ बेलरमा। अनि यहाँको लोकल कलाकारलाई चाहिँ बोलाउँदैन। मेरो म 10 बजे पछाडि जाने पुलिसले खोल्छ भनिहाल्दो रहेछ। दिँदैन खासै। अनि भित्र खानेकुराहरू त्यो अहिले भरे तिमीहरूको जान्दाजु भन्दो रहेछ। यो चाहिँ पहिला दोकान खोलेको यो चाहिँ डोमा नानाको दोकान। हामी चाहिँ बिदन चोकसम्म हिँडेर जाने निर्धार गऱ्यौँ है। हिँड्दैछौँ। यो सर्स्यौँ। सर्स्यौँ हो। कसैले बोकेर हिँड्दैछौँ ससुराली यहाँ। कसैले बोकेर। दाजु र भाउजू चाहिँ छैन, हामी दुईजना जाँदैछौँ। दाजुको ससुराल चाहिँ करमसी पुल। कस्तो राम्रो तोरी क्या यो। जाउँ फर्कायो त नानाले। आलु पनि लगाएको छ। तोरी कस्तो राम्रो देखेको है। जाडोको बेला पनि दिउँसो त यस्तो गर्मी छ, घाम कडा। पुस लाग्यो होइन। अब पुस 3:30 गते 15-16 मात्रै अलिअलि जाडो हुन्छ क्या। अहिले चाहिँ यस्तो छ भनेपछि त अनि बिहान बेलुका चाहिँ चिसो हुन्छ, दिउँसो घाम त त्यस्तो चिसो होइन नि। तोरी है जताततै के साह्रो राम्रो क्या। त्यही घरकोले बाटो मागेको फर्कास लाग्यो। ल बिरेन चोक पनि आयौँ हामी। बिरेन चोक छ। छ त प्रकाश घरमै होइन, प्रकाश होइन त्यो। जाने त एकछिन बिरेन चोक पनि आइयो है। ल यो हिँड न हिँड। यो किन यस्तो लाग्छ? नानी बच्चालाई बार केटाकेटालाई बार भयो। तोङ भएको भाँडामा हालेछ त हौ। त्यही नाति साह्रै छ। दाजुको ससुराली त्यहाँ पार्सल सामान पनि पुऱ्याउनु। टेम्पोमा जाने हो कि। अनि यो भिडियो खिच्दै आएको, त्यही भएर हिँड्दै आएको हामी।
आम्मामा यसो खुट्टा त टेम्पो पाउँछ हौ पाउँछ टेम्पो त चाहिँ मुक्दो न मुक्दो ए 85 सम्म पुग्दैन वरे हो के ए हो कहाँ छोडेको खै टेम्पो भएर चाहिँ सजिलो हिँड्नु ओर्नु त आज बिहिबार भयो नि त त्यही भएर टेम्पो चल टेम्पो के सर हल्ली हो मोबाइल त मैले बनाएन होस् अब उहाँ त पुरा हल्ली पो बनाएको छ कस्तो दामी भयो बर्को कस्तो दामी छ यो उहाँको आइडिया चोरेको क्या यो कहाँको भने उहाँ कोसी पुलको यस्तो बनाएको उहाँ काम गरे नि त यो भाइले खोल्ने भाइले दामी बनाएको छ कति काम गरेको उसले 1-2 वर्ष काम गर्यो होइन 1-2 वर्ष काम गर्यो अनि त्यही आइडिया लिएर आफूले अब खोलो क्या उसले यो काम गर्छ अनि त्यही भएर उहाँ पनि त्यस्तै फर्कै बनाएको छ त पुलबारी त उसको ठेलाका हामीलाई नि उसतिर ऊ त्यो मास्टर जान्छ नि बाटो हजुर हो त्यहाँ यहाँनिर यता मास्तिर हामी त यहाँनिर हुन्छ क्या यसमा यहाँ बाटो छ नि मास्तिर जाने हो त्यहाँनिर किन मास्तिर ए आएको क्या हाम्रो ससुराली आएको कसमा उयो ससुकोमा ससुरालमा भाले खानु आएको होइन अनि उहाँसम्म जाँदा भइहाल्छ नि के त यहाँ ओर्लिनु मैले छैन उयो त दिनु न कहिले ल यो हात्तीसार प्रधान टोल अहिले बसाको सबैभन्दा सजिलो साधन भनेको टेम्पो जताततै एकदम हिँड्नु डुल्नु सजिलो हुन्छ हामी त्यहाँ आउँछौँ पहिला चोकमा आउने हो नि यो चाहिँ चौतारा बस्को चौतारा यस्तो राम्रो फुल फुलेको तरुल हो यसरी यो अलिक माटो उठाएर रोप्नु पर्दो रहेछ क्या यसलाई चाहिँ यो जरामा चाहिँ माटो उठाइदिनु पर्दो रहेछ क्या यसको निरा थोरै मिठो हुँदैन नि होइन अहिले चाहिँ फल्छ हाम्रोतिर रोपेको चाहिँ कस्तो छ भने सम्ममा त्यसको चाहिँ अलिकति सम्ममा जाउँ न त्यहाँनिर फुल चढाएर फुल थाहा पनि छैन होला त्यहाँ कसको चिजको फुल लगाइदियो भनौँ को अरे
यसरी स्थितिमा एक्सिडेन्ट भएको ऊ त्यहाँ इसु दिदीको छोरी भनेको यसले चाहिँ विराटनगरमा जम्मा सिमल तरल त बाबा अनि निको भएर चाहिँ त्यही अगाडि तेरो खुट्टा त कस्तो डेन्जर ऊ भएको छ नि ब्याट्रीको केले त्यो खुट्टा चाहिँ त्यस्तो भएको प्रकाश पछाडिबाट मलाई त्यो अहिले त्यो सफारी काटेको त्यहाँबाट चाहिँ सट आएर पछाडि गाडीको उयो पछाडि मलाई हानेको अनि अनब्यालेन्स भएर म चाहिँ त्यो डिभाइडरमा घस्रेको पल्लोपट्टिको कस्तो हुने झुकेको होइन सासुमा एउटा मान्छेले खाइदियो कि के हो होला त्यहाँ त भरि पो थियो त नि खाँदा भइगयो त नि खायो होला नि त जसले खाँदा पनि भइगयो त बिचरा अब उसको अब उहाँको नाममा लेखेको खाओस् त खानेले भाइ रहेछ होइन अरे मलाई पनि थाहा थिएन उता चाहिँ कसको मामाको हो खै कसको म त थाहा पो छैन यताबाट दुईटा पर्छ नि उता त को कसको हो त्यो समाधि त दुईटा रहेछ को कसको चिन्दिनँ म त कसको हो फुलहरू कस्तो मजाले फुलेको छ यो चाहिँ यस्तो मजाले नि चटक्क बनाएर तर उनी थाहा छ मान्छे बाँचिन्जेल मात्रै हो पुरा घडेरी छान्ने यहाँ यस्तो यो राम्रो ठाउँमा यो यता मोडा फर्केकोमा बनाउने भन्छ मरेपछि त सबलाई लाने त कहाँ खोल्चा खाल्ची जङ्गल तर यो चाहिँ साह्रै राम्रो ठाउँ हो नि यो चाहिँ ठ्याक्कै घमाइलो पाखामा पनि ठ्याक्कै रोडैनिर बाटोनिर जमिन मुनि नै हो क्या अबको 25-30 वर्ष मान्छेले म यस्तो प्रगति गर्छु उस्तो प्रगति गर्छु भन्छ होइन भरे प्रकाशजी कहाँ हुन्छ भन्दा 25-30 वर्ष 40 वर्ष पछाडि कहाँ हुन्छु माटो मुनि बुझिस् नि मलाई यो चाहिँ एउटा कुरो साह्रै उ लाग्छ क्या बाँचिन्जेल जति पनि हामी बाँचिन्जेल चाहिँ होइन मलाई घडेरी यस्तो ठाउँमै चाहिन्छ भनेर रोजी छाडी जति राम्रो ठाउँमा घर बनायो आखिर त के हो त मान्छे गएपछि त भिर पाखा खोला खाल्ची पुस्ताले गरिरहन्छ एउटा यो चाहिँ यसो बनाइ चाहिँ राख्नुपर्छ मेरो बाबु बाजेले खत्तमै गऱ्यो भन्ने खालको चाहिँ छोड्नु हुँदैन होइन मेरो बाबुले यति गरेकै हो भन्ने खालको त्यो स्ट्यान्डर्ड चाहिँ राखिसक्नु हो यो सकुवा चाहिँ कम्बी सोल्डी नै पिङ खेल्ने सकुवा रहेछ कुन चाहिँ त्यो यो अरे सानो खै ठुलो होला त्यो खुब पिङ खेल हुँदो रहेछ सोल्टी नि पहिला पिङ खेल्थ्यो अहिले यो पनि कस्तो चित्त ठाउँमा क्या राम्रो ठाउँ लु जो अहिले 45 बाटो त धेरै राम्रो बनायो नि अहिले यो पनि 20 हुने रहेछ के यो बाटो पनि अब यो किनभने यो 20 फुटको हो नि त पहिला आउँदा नि यहाँ रातो माटोको बाटो सानो थियो नि सानो कुरो बाटो थियो बाटो भएपछि चाहिँ यो भर्खर हालसालै गरेको रहेछ नि यहाँ हाम्रो लागि नि हो सँगै यो चाहिँ अब यहाँनिर त यता जाने बाटो बनाएछ कस्तो घडेर हो क्या यो त ए ट्र्याक्टर पसाउने बाटो होला ट्र्याक्टर पोखरी त सुके कि हो यहाँ नि है पोखरीमा माछा छैन हो ए सुकेछ त पोखरी त
माछा चाहिँ नलाएको होला क्या जमाना कहाँदेखि कहाँ पुगिसक्यो होइन रातो माटो थियो यो भर्खर खनेकै होला एक छेउबाट जोगिँदै हिँड्नुपर्ने अवस्था त्यहाँनिर पहिले यहाँ थिएन कुवा भाउजरको होइन यहाँ मुनि यो मुनि थियो त कुवा जस्तो लाग्छ त यहाँ यस्तो हो कि त्यहाँनिर इनार छ क्या यिनीहरू यता तल थियो कता यहाँनिर अहिले त घर घरमा धार है सुविधा सुँगुरको घट्रा बनाएको छ त व्यवस्थित तरिकाले यस्तो राम्रो बनाएछ नि सुँगुर त ड्रागन फ्रुट लाउनु भएको छ सुँगुरको जबले बनाएछ ल आँखामा लाउँछ होइन लाग्यो त्यो चाहिँ कसको रहेछ हौ त्यो बस नयाँ रहेछ त्यहाँ पुरानो घरहरू पनि त्यतिकै पस ससुराली घर फाइनली आइपुग्यो हामी चाहिँ के रहेछ नि ढिक्किल्टिङ गर्दै कुट्थ्यौँ पहिले हामी यो यस्तो धान ढिक्किल्टिङहरू जाउँ न माथि ससुराली आइयो त हामी त जुत्ता पनि गइसकिसक्यो बेज्जत थिइन् तेरो घाउ डेन्जर भएछ है अनि लौ शुक्रबार नेपालको हिमाल चुलेर जस्तो चुलिराख्नुहोस् फुल फुलेर जस्तो फुलिराख्नुहोस् जिन्दगीमा यो हाम्रो नेपाल हो हाम्रो नेपाल भन्दै बसिराख्नु है म अब के भन्नु पनि सक्दिन म त लाटो किराँती यस्तै छ मेरो बोली यस्तै छ मेरो ढङ्ग देखिन्छ यो यता सिरानपट्टि अलिकति आँपहरू लाग्छन् के नभए चारैतिर देखिने डाँडा छ तातो छ है ल ल अनि यस्तै हुनाले मान्छे बस्नु पर्छ माथिबाट भिरले नछोप्ने तलबाट पहिरो नलाग्ने तर किराँतीको बुद्धि खोला खोला कुद्दी मारे खायो अरे ल्यायो लियो भोलिपल्ट डुबाउबो हुन्छ कि पहिरो पो जान्छ कि माथिबाट घरलाई ठिक्छ कि भने म तर यो कुरा ठिक छ कि छैन तपाईँले विचार गर्नुहोस् ल यस्तै हो जिन्दगी म त कसरी जन्मेछु दुःखै दुःखको मान्छे हुँ मेरो दुःख त म उहाँले भन्नुभयो तेरो हिसाब ठिक छैन भोलिबाट पर्सि आउँछु ठिक गरेर राख भन्नुभयो हुन्छ साहब जे पर्छ म गर्छ तिर्छ भन्ने अनि जानुभयो अनि पर्सिचोटि आएर
हेर्छु उति नै आउँछ अनि त्यो पेन्सिलले लेखेर राख्दिए साहब जे गर्नु पर्छ जे तिर्नु पर्छ म भोग्नेछु हिसाब त त्यति नै आयो भनेपछि ल मेरो दिमागले काम गरेन मसीभर भनेर जानु अनि त्यहाँदेखि चाहिँ मेरो लालबुकले यति राम्रो लेखिदिनु भएको थियो अनि म आएर यो जङ्गलमा पसेँ बर्ने सुल्तानको खुल्यो त्यो लालबुक पठाएको भएदेखि अहिलेसम्म बर्ने सरकारको नोकरी गर्दै बस्ने थियो होला तर यहाँ बसेको हुनाले मेरो छोरी पाउनुभयो तपाईँहरूले धन्यवाद ल अब सके ए दुईजनाको सँगै पर्छ नि यहाँ ठ्याक्कै यहाँ बाटोमै बनाइदिनु भएको छ 2004 को जन्म 2081 भनेपछि त कति वर्षको ठ्याक्कै ए यो हो कि क्या हो साइला हो कपुर थान चाहिँ कसको चाहिँ उहाँहरूको नि ए उहाँहरूको कपुर थान चाहिँ यता रहेछ यहाँनिर यहाँ रहेछ कपुर तीनटा पो छ त यहाँ पनि कता बाटो चिन्ने मान्छे लिएको ए अब यसरी जाउँ कताबाट जानु होइन साइला यसरी यता जाउँ यता माथिबाट अब कहाँबाट जानु त्यो घरबाट जानुपर्छ बाटै हराएको लु यसलाई झन् यो चिन्ने भनेर लिएको त बाटै अलमलाइदिएको यो बाँसहरू फाँडो भन्दा ठ्याक्कै उधो तल कस्तो राम्रो देख्दछ नि बाँसहरू फाँडो भन्दा आज त हात्तीसारको पो भ्लग भयो त सबै हात्तीसारको सबै बाटो चाहिँ साह्रै राम्रो बनाएको छ नि मजाले पेलेर ग्राभल अब चाहिँ यो बर्खामा हिँड्दाखेरि पनि हिलो हुँदैन क्या यहाँ चाहिँ पहिला यस्तै त गरेको थियो त्यो मूल बाटो होइन यो गरेपछि अनि रोडा लाएर यसमा बालुवा के लाउँछ होइन यो बाटो भसिँदैन क्या हिलो पनि हुँदैन नि अब हुँदैन पनि होइन बरु उदयबाट जानु पर्थ्यो क्या अब कहाँ माथि पुग उताबाट उता छिर पुग्छ कि 45 चोकमा 45 चोक होइन र 45 चोक हो यताबाट चाहिँ होला यताबाट चाहिँ बालकुन दिदी घर मालदा यत्रो ठुलो हुन्छ र यो आँप पनि जति बडो भयो त्यति सानो फल्दो रहेछ आँप है हामी यही ठाउँमा जन्मेर हुर्केर पनि यो हामी यो गाउँघरको भित्र नडुलेको रहेछौँ है होइन म त यता डुलेकै हो
यो कस्तो घर हो हामीलाई नै थाहा छैन ओइ भोगटे त भुइँभरि रहेछ थुप्रो रहेछ त भोगटे यहाँ कस्तो घर हो यो है ए यो हामी नचिन्दा रहेछौँ साथी नडुलेर होला होइन यहाँ मान्छे नबस्दो रहेछ छोडे घर चाहिँ ए मान्छे छोडे घर रहेछ कोही त छैन ए यो त ऊ ए सर्टकट बाटो छ नि त यहाँनिर सर्टकट बाटो पर्छ त क्या राम्रो घर हो यो त यताबाट छोटो छ नि त बाटो त हामीलाई पो थाहा नपाएको नि कति राम्रो घर हो यो है कस्तो राम्रो घर हो नमस्कार 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 अङ्कल कति राम्रो घर क्या तपाईँहरूको त यस्तो राम्रो पैँतालिस चोक होइन यताको सबै कपुरथान त सबैको यस्तै यस्तै छ त साइला नि सबैको यस्तै यस्तै छ हौ होइन घर घर छेउछेउमा सबै कपुरथान मान्छेको च्यानहरू ए ए यसरी ए त्यो बाँस अलिकति कटेर आएको भए आइहालिँदैछ नि त थाहा चाहिँ नपाएर रहेछ प्रकाश ओल्टीको यो 45 चोक त्यो दामीको है त्यो ऊ रत्नेश्वरको छोराको होला यो त्यो शनिबारे यता बेलटार कति डेभलप भएको छ नि पेडा भन्दा जाने सोल्टीकोमा ओइ हेर न सोल्टी किन अब जोइको पछि पछि लाग्नुपर्छ हामी पनि अनि यहाँ पनि रहेछ त हौ यहाँनिर अर्को बनाएछ त नि यहाँनिर क्या ए दुध डेरीला हो 45 चोक यस्तो बबाल भएको छ यसले होटल युमा बेलुका चाहिँ राम्रो हुन्छ होला हौ दिदी नमस्कार नमस्कार दिदी नमस्कार नमस्कार सोल्टी हुनुहुन्न सोल्टी यो हो दिदी तपाईँले दिनुभएको साइडको हो ए लु ठिक गर्नुभएछ है तपाईँले बडो बुद्धि पुऱ्याउनु भएछ दोकान त खतरा छ नि यो त साह्रो राम्रो नि पहिलासम्म यो थियो सुरुमा पछिबाट चाहिँ आएको यता हो अहिले यस्तो हुन्छ भनेर त कल्पना पनि गरेको थिएनौ है यता कसैले सोचेकै थिएन पहिला क्या साइला तिमी त थाहा पाउँदैन तिमी इन्डिया बस्यौ ऊ यहाँ छ नि यो यहाँबाट थियो क्या तारामानको घर जाने बाटो यसरी यहाँबाट हामी दाउरा जान्थ्यौँ यसरी तारामानको घरनिरको बाटो अनि माथि बेलाका मन्दिर छ नि त्यहाँ निस्किन्थ्यौँ अनि उता सार्किटार हुँदै दाउरा काट्न जान्थ्यौँ क्या उता अनि यता देउरालीपट्टि पनि जान्थ्यौँ सार्किटारबाट उता भित्र पनि जान्थ्यौँ दाउरा यहाँ त खेत थियो यहाँ खेत भन्दा पनि सानो सानो सुर्का सुर्की थियो यहाँ अनि यहाँ त खोल्छ थियो अनि यहाँबाट यसरी जान्थ्यो यसो तारामानको घर तारामान भने तर तारामान उहाँ चाहिँ अब बडा त होला नि होइन अब खाना पाहरू चाहिँ होला उहाँको घर चाहिँ यताबाट यसरी जान्थ्यौँ त्यो बाटो दाउरा काट्नु है
अहिले यस्तो भयो अहिले यही ठाउँमा चियरमा बसेर चिया खाने ठाउँ भयो र न होइन यस्तो त कल्पना पनि गरेको थिएन हौ साँच्ची हो यो त त्यस्तो जग्गा है आम्मामा अहिले होइन दिदी दाउरा काट्नु आएको ठाउँहरूमा अहिले हेर्नु कुर्सी बसेर चिया खाने ठाउँ भयो नि त यता है यस्तो कल्पना पनि थिएन हामी त यता पुरा दाउरा काट्नु जान्थ्यौँ क्या यसरी यताबाट तपाईँ त थाहा छैन होला तपाईँलाई तपाईँ हामी त यहाँबाट यस्तो बाटो छ के उयो तल अनि ठ्याक्कै तारामान को घर यसरी छ यसो दाउरा काट्नु जान्थ्यो हामी त आम्मामा दाउरा बिसार लिएर तारामानको बिसार पानी खाएर जान्थ्यौँ कि यिनीहरूबाट अहिले यस्तो आम्मामा अनि यहाँबाट ठ्याक्कै बरबेल पुग्थ्यौँ बिसाउनु दाउरा अहिले यो ठाउँमा आएर हेर जुत्ता लाएर आएर चियरमा बसेर चिया खाने भयो यो ठाउँमा म बस्न थाल्दा त दाइ त हुनुहुन्थ्यो नि म त हो नि डर लाग्छ राति तपाईँ पछि बनिसकेपछि तपाईँ हो उयो यहाँ होइन यहाँ एउटा होटल छ नि उहाँ हुनुहुन्थ्यो ऊ पहिलो अनि त्यसपछि तपाईँहरू दोस्रो होला उहाँ दोस्रो म ए दोस्रो यता नि तपाईँ नि यो तलको चाहिँ खोलिसकेको यो त मरिसकेको तपाईँलाई आइडिया चाहिँ कसले दियो यहाँ होटल खोल्ने चाहिँ क्या मैले आइडिया त यो मैले यसो सोचेँ क्या भाइ हजुर के पऱ्यो अब यतातिर सप्तरीबाट आउँछ यता उदयपुरबाट आउँछ अनि बिरेन चोकबाट भन्दा मलाई यही चाहिँ अलिक पाएक पर्ला अनि त्यही भएर मन परेको पहिल्यैदेखि त्यही भएर चाहिँ त्यही पनि बुद्धि त पुरानो भएछ है हजुर तपाईँले त खासमा त घरमै गर्दै हुनुहुन्थ्यो नि हजुर घरमै गरिरहेको त तर यहाँ चाहिँ आएर ठिक गर्नुभयो तपाईँले हजुर के रहेछ अहिले यहाँ तल एकजना दाइ हुनुहुन्छ क्या त्यो भएर त्यहाँ हार्डवेयरको दाइ ए अनि त्यहाँ दाइले पनि भन्नुभयो कि बरु बहिनी 45 चोक नै ठिक छ है 2टा बाटो छ बरु तिनहेरी ठिक होला भनेर भन्नुभयो अनि म त यतैतिर नि सोधेको आयो जग्गा सोधेको छ भन्नुभयो अनि बसिहालेँ ठिक पार्नु हजुर भाइ यस्तो यो सबै टाकटुक नै मगै हो ए यो कमल मामाको हो ए यता चाहिँ अनि त्यो चाहिँ पदम मामाको यो फेरि जेठा मामाको ऊ त ठुलो बिल्डिङ भएको घर साइला मामाको रहेछ बेच्नु भयो सब यो उमा ठुलो घर यो बिल्डिङ घर जग्गा किनेरै बनाएको चौधरीहरूले आफ्नो आफ्नै घर त त्यो बिल्डिङ होइन हौ त्यो के अरू सबै भाडा हो त्यो होटल चाहिँ होइन अबी होटल भन्ने होला त्यो त ऊ 8 चौधरी होइन होइन त्यो माड भनेको माथि ऊ मगर राजनको भाइ पैसा आयो पैसा सबै पैसा हो यो झ्याप पर्नु बसेर चाहिँ पैसा कमिहाल्छ क्या काठमाडौँबाट अचेल त 2 बजी नै आइपुग्छ हौ हजुर 1:30 भइसक्यो 1:30 र 2 भित्रमा त आइपुगिन्छ त अब त बिहानै चढ्नुपर्छ छिट्टै आइपुगिन्छ हामीले चाहिँ घरमा खोलेर अलिक जानिनछौँ क्या चोकतिरै गर्नुपर्ने छ होइन तर यस्तो चोक भनेको चोकै हो क्या बाँकी त हुन्छ नि टन्नै बाँकी त नदिनै डुबेर बर्बाद होला नि फेरि बाँकी त टन्नै डुबेर यहाँ के भइसक्यो म हात मात्रै देखेर चाहिँ हेलफेल भनेर यहाँ होइन भाइ मान्छे त अलिकति व्यापारमा त छुट्टो त हुनै पर्ने रहेछ है म त दाइले भनिदिन्छु म त आफू लिँदिनँ पनि दिँदिनँ पनि भन्यो अनि के गर्नु त आफूलाई चाहिँ दिँदैन अनि आफू चाहिँ दिएपछि पाहाड गाडी छैन पाहाडबाट आएको नास्तामा सामान पनि हुँदैन अनि पैसा पनि हुँदैन अनि के गर्नु त मेरो त यस्तै भएको हो मेरो त त्यही भएर यता त्यति मान्छे आउँदैन नि नचिनेको मान्छे मात्र आउँछ मलाई चुप्पो भन्छ अनि त्यति मान्छे आउँदैन मलाई त्यति मान्छेलाई बाहिरको मुख आउँछ भने
एकचोटि मान्छेले फेरि खाएपछि त्यो मान्छे फर्केरै आउँदैन रहेछ हो भाइ यो बाटो पनि हिँड्नै छोड्दो रहेछ हौ खाइसक्यो मेरो त धेरै केस के भएको छ अब मैले मान्छे पनि एकचोटि बाँकी दियो भन्दा यो बाटै अनुहारै देखिँदैन खोइ कता जान्छ कताबाट हिँड्छ कुरो त कस्तो लाग्दो छ चिया स्पेसल लाग्यो चिया दामी यस्तो कपमा मिठो हुन्छ कि अझै सानो अच्छा ओके खासमा चिया खाने भनेको भाइ फेरि कति मान्छेले त त्यहाँ कम्प्लेन पनि गरेछ ल यो त आधी मात्र पो रहेछ होइन नि उयो क्या चिया खाने यो भन्दा धेरै खाने होइन होइन त्यो सिसा ग्लास नि यस्तो पहिला पहिला मधेसको त्यस्तो खाइन्छ नि त्यो त्यसको सिसा ग्लास सिसा कप क्या त्यो चिया चाहिँ त्यस्तो खालको फेरि फतेहपुर कञ्चनपुरतिर मात्रै पहिला 5 रुपियाँको आउँदै त्यस्तो खाँदैन मिठो हुन्छ नि फेरि मधेसले बनाएको चिया नि हामीले जति साह्रै सिपलाई पनि हामीले बनाएको चिया नै मिठो हुँदैन एउटै भाँडामा पकाइरहेको छ कि त्यो भित्रको त्यो उयो आएको यसमा चाहिँ कम्प्लेन आएको हो दिदी मै सक्ड भएको अघि त यसो सुरुप खाएँ अनि यसो अझै होला भने यसो हेर्दै आँखाले हेर्छु सिद्धेको त यसो हेरेको त मान्छेले भाइ अनि 20 रुपियाँ भन्दा दिन मान्दैन अनि अहिले दुधको भाउ नै होइन चिनीको चियापत्तीको ग्यासको सबै जोड्दा त भरे त छैन अनि ल ठिक गर्नु भएछ ल यसो बाहिरबाट हेर्दा आफूलाई पनि घाटा नै ठिकै छ अब जानु खोइ टेम्पो त छ नि भाइ ए ऊ घरैको टेम्पो हुन्छ। अब त्यो आज निस्क्यो हामी पनि आउँछौँ भाइ अनि हामीलाई चाहिँ नबोलाउने हो दिदी आउनु न भोलि कार्यक्रम छ ज्वाइँलाई मात्र इन्भाइट गर्ने खै त हो हामीले त आउनु भएको पलक्ष्यमा भोलि कार्यक्रम गर्नु पाहुना चार खानुपर्छ हामी पनि ज्वाइँको पछि लागेर क्या आउनुहोस् न पाहुना चार पसलमा को हुनुहुन्छ ऊ भाउजू र दिदीलाई नानालाई छोडिदिएको ए के गर्नु भाइ पसल गरेपछि त हिँड्नु पनि मेरो त्यस्तो उ हुँदैन यसो मोमो खाने मात्रै आउँछ नि यसो तताइदिने त हो यो त त्यहाँ यो बिउ त दिनु बिर्सेछु नि त हो त्यहाँ अब फर्केर जाने फेरि लु जा त दिएर आइज अलिक फुलको बिउ अरे भन्नु होइन होइन अब हिँड्दै जाउँ त्यताबाट त्यो अनि पर पर्ख्यौँ त जा यताबाट दिएर आइज लु जा दिएर आइज ल बिर्सिएर आयो ल अब फुल पनि युकेबाट पठाउन थाले बसामा हङकङको मर्चा चाहिँ दामी हुन्छ नि होइन त्यो हङकङको मर्चा पनि सेम त्यही हो है त्यो सानो सानो कपुरको दाना जस्तो चाख्नु न अलिअलि दिनु न ज्वाइँको नाम गरेर मलाई दिनु न अलिकति निगार चाहिँ तर थोरै म त चाख्नु मात्रै नि दिदी यत्रोमा दिँदा पनि हुन्छ चाख्नु मात्रै क्या दिदी ए दिदी यत्रोमा दिँदा पनि हुन्छ चाख्नु मात्रै जिस्काइदिएको मैले तपाईँलाई त्यत्तिकै फेरि ल्याउनु होला एक ग्लास चाहिँ फेरि राम दिदी म यत्रो खाना म त चाख्नु मात्रै पो त होइन हौ म त चाख्नुलाई मात्रै अलिकति पो त दिदी तपाईँलाई जिस्काइदिएको क्या मैले होइन यो निगार के हो दिदी के को निगार हो बाफ्रे निगार त यस्तो खतरा हौ यस्तो निगार बेच्नुहुन्छ हो निगार धर त ट्याक्कै म तिमी खाँदैनौ चाह न
पर्यो जानुहुन्छ भाइ यो हजुर भरे हामी निस्किन्छौँ आज भरे नै ल हस् दिदी धन्यवाद यस्तो मिठो मिठो खुवाउनु भयो है भदै मिठो उतै चिया निगार खुवाउनु भयो हामी भरि बेलुका आउँछ हजुर हुन्छ ल बाई बाई टाटा हुन्छ भाइ हस् त गएको दिदी ल हस् भाइ ऊ त टेम्पोमा जाउँ ल टेम्पो ए सरी तपाईँ ठोक्यो नि कस्तो खतरा घर छ यो है कति राम्रो घर क्या यो लाग्यो हात्ती सरबाट अब घर यो तान्तान यो भाउजूहरू खेत होइन यो नि वहीँ पर झार्नु खानु तल ए कसरी 600 हुने भन्ने यहाँको कर काटेर क्या अलिक काटेर यो चाहिँ अहिले धेरै आइडिया लागेको छ मजाले क्या यो काठले बारे हेर्नु न शीतल क्या कस्तो दामले बनाएको रहेछ बर्गा चाहिँ घरको धुनुहोस् कि एक मिनट 2 मिनट लाग्छ किनभने उयो घर अगाडि यो चाहिँ उत्रिन्छ कि एकजना हामी चाहिँ दुईजना चाहिँ पर ठ्याक्कै किराप चोकमा कुद्नु हामी चाहिँ यहीँनिर ल उत्रियो है त ल अहिले घरमा कोही छैन ल जा हामी चाहिँ उता जाने अब त्यसरी बाटी साइनहरू नि तोरी हेर न के मजाले फुलेछ हौ यसपालि तोरी भयङ्कर घुसै लागेको छैन नि त पानी पछाडि आएको कि मौसम चिसो छ माटो हाम्रो ठ्याक्कै किरा चोक साकल भन्नु रोक्दैन ल ठ्याक्कै यहाँ चाहिँ कहाँ पुगेर आउनु पैदल चाहिँ घुमेर आयो क्या अहिले पनि त्यो बाटो बसिँदैन गाडी उसी हिँड्ने त नि आज त घुमौँ है भनेर क्या माथि पेट्रोल ठ्याक्कै हुन्छ चाहिँ म घुमाउँछु फेरि किन्छ त्यस्तै गरेर ल्याउँछ एक्सिडेन्ट हुने नै त्यही कारण हो ल धन्यवाद दाजु आइपुग्यौँ हामी पनि घुमेर कति हो 100 रुपियाँ दिनु हस् ल धन्यवाद ल आइपुग्यौँ हामी पनि गन्तव्यमा
आमा उहाँ चोकमा भिड यहाँनिर छैन मान्छे चक्क मन नै छ 45 चोकमा भिड खुला टेक्ने ठाउँ छैन यहाँ त छैन त मान्छे त आजीले नि पहिला उहाँ खाली छ ठाउँ भन्नु दुईजना भनौँ पुगेन ल आजको यात्रा टुङ्गे त ल